कामै नगर्ने मानिस मात्र अल्छी होइन, अल्छी त त्यो समेत हो जसले आफूले गर्दै आएको काम भन्दा उत्कृष्ट काम गर्न सक्थ्यो तर उसले गर्ने हिम्मत नै जुटाएन। यो भनाइ सुकरातको हो। लोकेन्द्र बडुले गरेको प्रयास, सङ्घर्ष र निरन्तरताको परिणामले नेपालकै एउटा नम्बर 1 ब्रान्ड बनेको फर्निचर हबको लोभलाग्दो सफलताको कथाले पनि सुकरातको भनाइलाई प्रमाणित गरेको छ। किनकि लोकेन्द्रले केही नयाँ गर्ने हिम्मत जुटाएका थिएनन् भने आजको गन्तव्यमा पक्कै आइपुग्ने थिएनन्। नमस्कार, नेपालमैको अर्को श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी देखाउँदैछौँ अरू व्यवसायीको प्रोडक्टलाई सामाजिक सञ्जाल मार्फत प्रचार गर्दा गर्दै दिक्क भएर करिब 1 दशक अघि आफ्नै व्यवसाय सुरु गरेका लोकेन्द्र बडुको कथा, जसले नेपाली फर्निचर क्षेत्रमा एउटा क्रान्ति नै ल्याइदिएको छ। परम्परागत शैलीमा चलिरहेको नेपाली फर्निचर बजारलाई जसरी लोकेन्द्रले ई-कमर्स अर्थात् प्रविधिसँग जोडे, त्यसको परिणाम उनले एक्लै व्यावसायिक सफलताको छलाङ मात्रै मारेनन्, सिङ्गो देशको फर्निचर बजारले एउटा नयाँ दिशा पायो। त्यसको परिणाम उनले एक्लै व्यावसायिक सफलताको छलाङ मात्रै मारेनन्, सिङ्गो देशको फर्निचर बजारले एउटा नयाँ दिशा पायो। उपभोक्ताले घरमै बसी बसी आफ्नो इच्छा अनुसारका फर्निचर खरिद गर्ने युगको सुरुवात भयो अनि यस क्षेत्रमा अन्य थुप्रै व्यवसाय समेत जन्मिए। हेरौँ यो रिपोर्ट। सामान्य ढङ्गले फर्निचर उद्योगमा पाइला चालेर फर्निचर हबलाई नेपालकै नम्बर 1 फर्निचर ब्रान्ड बनाएका व्यवसायी हुन् लोकेन्द्र बडु। उनी विदेशमा भन्दा नेपालमै ज्यादा सम्भावना, अवसर र सन्तुष्टि देख्छन्। भन्छन् आवश्यकता भनेको सिपको मात्रा हो। हातमा सिप भए आज पनि फर्निचर व्यवसायबाट लाखौं कमाइ गर्न सकिन्छ। यदि नेपालमै केही मेहनत गर्ने हो भने चाहिँ मेरो विचारमा विदेश जान चाहिँ पर्दैन। तर अब विदेशमा जस्तै 12 घण्टा 14 घण्टा चाहिँ नेपालमा नि खट्नु पर्यो, काम गर्नु पर्यो। काम गर्यो भने अवश्य सफल भइन्छ नेपालमा पनि। जस्तो यहाँ केही काम नगर्ने केटाहरू विदेश गएपछि 12 घण्टा 10 घण्टा काम गर्छन्, तब स्यालेरी आउने हो। त्यही चाहिँ आफ्नै व्यवसायमा आफै बोस भएर परिवारसित बस्न सकेर अनि अब देशकै हावापानी त राम्रो छ नेपालको खाएर सिप भएको मान्छे छ भने त उसले लगानी भनेको खासै ठुलो गर्नु पर्दैन। 2-5 लाख रुपियाँमा ट्रस्ट लियो, बनायो, सकिहाल्यो। अब सिप नभए मान्छे छ भने चाहिँ अलिकति लगानी चाहियो। प्लस मार्केटिङको लागि चाहिँ अब अहिले धेरै सजिलो छ, अनलाइनमा राख्यो, अर्डर आउँछ, पुऱ्यायो। सो धेरै इजी छ। अब गर्न चाहिँ पर्यो, मेहनत चाहिँ छ। तत्कालै तपाईँको धेरै बिक्छ भन्ने हुँदैन। खोल्ने बित्तिकै अलिकति कस्टमर बेस बनाउनु पर्यो, अडियन्स बनाउनु पर्यो, कुन डिजाइनको राख्ने डिजाइनर चाहियो, तिनीहरूमा ध्यान दियो भने अवश्य पनि सफल हुन्छ। लगानी भनेको 5 देखि 10 लाखमा सुरु गर्न सक्छ। जस्तै हाम्रै गाउँका युवाहरूले नि 5-10 लाख लगानी गरेर सोफा फ्याक्ट्री खोलेर अहिले करोडौँ आय गर्ने भइसकेका छन्। काठमाडौँ मात्रै सिटी होइन नि त, बाहिर नि सिटी बढ्दैछ। उनीहरूलाई घरमा फर्निचर चाहिरहेछ। सबै गाउँबाट झरेर तल कङ्क्रिटको घर बनाएर बस्छन् त सबै फर्निचर राख्छन्। सो पोखरा, बुटोल, दाङ, चितवन लाइक अब सिटीहरू त सबैतिर डेभलप हुँदैछ, त्यहाँ पनि ठुलो डिमान्ड छ। प्लस होटेलहरू पनि अब टुरिज्म राम्रो भएर होटेलहरू पनि बढ्दैछ अहिले, त्योबाट पनि प्लस पोइन्ट हुन्छ। नेपालको फर्निचर क्षेत्रमा अवसर देखेका उद्यमी लोकेन्द्रले फर्निचरलाई डिजिटल प्रविधिसँग जोडेर कसरी देशकै नम्बर 1 फर्निचर ब्रान्ड बनाए त? फर्स्टदेखि नै मोटो भनेको मेड इन नेपाल भनेरै गर्थ्यौँ हामीले। सोफा बनाउँदादेखि नै कपडाहरू चाहिँ अरूबाट किन्थ्यौँ, तर अब सबै गरेर मेड इन नेपालको चाहिँ वान अफ द टप ब्रान्डमै पर्छ होला अहिले फर्निचर हब जस्तो लाग्छ। अब धेरै रिफरिङ कस्टमरहरू अनि रिटर्निङ कस्टमरहरू आइरहनु भएको छ। अनि होटेलहरू, स्कुलहरू अनि अब नयाँ घरहरू सबैले फर्निचर लिइरहनु भएको छ अनि राम्रो फिडब्याक पनि छ हाम्रो। गोर्खाका लोकेन्द्र बडु 8 कक्षामा अध्ययन गर्दै गर्दा स्कुलमा पहिलो पटक कम्प्युटर भित्रियो। जुन कम्प्युटर प्रति उनी यति आकर्षित भए कि हरेक जसो समय कम्प्युटरसँगै बिताउन थाले। त्यही रुचिले उनी एसएलसी उत्तीर्ण भएपछि आइटी पढ्ने निर्णयमा पुगे। आइटी पढ्दै गर्दा आफै वेब र सफ्टवेयर डेभलपमेन्ट समेत गर्न थाले। बिस्तारै लोकेन्द्रले सोसल मिडिया मार्केटिङ अर्थात् सामाजिक सञ्जाल मार्फत अन्य व्यवसायीहरूका सेवा तथा वस्तुको प्रचार गरिदिने काम गर्न थाले। कम्प्युटर चाहिँ अलि नयाँ लाग्थ्यो त्यतिखेर हामी पढ्दाखेरि, अब 8-9 मा। अनि त्यसपछि अलि इन्ट्रेस्टेड थिएँ। अनि पछि त्यस्तै हुँदै गएर आइटी नै पढ्यो।
अनि वेब डेभलपमेन्ट अनि सफ्टवेयर डेभलपमेन्टहरू गर्थेँ म पनि। अनि पछि चाहिँ त्योभन्दा नि मार्केटिङ मेन रहेछ भनेर सोसियल मिडिया मार्केटिङ गर्न थालेँ। यो करिब 1 दशक अघिको कुरा हो, जति बेला नेपालमा भर्खर फाटफुट ई कमर्स मौलाउँदै थिए। त्यति बेलै उनले थुप्रै कम्पनीहरूको सोसल मिडिया प्रमोसनमा समय बिताइसकेका थिए। एक दिन लोकेन्द्रले सोचे, यसरी कति दिन अरूको व्यवसायको मात्र प्रचार गर्ने, अब आफ्नै व्यवसाय गर्नुपर्छ। पहिला चाहिँ अब कति अरू कम्पनीहरूको गरेँ मैले सुरुमा, अनि त्यसपछि वाइ नट आफ्नै सुरु गर्ने भनेर अब फर्निचर सुरु गरेँ मैले। अनि गरेपछि त्यतिखेर जस मान्छेको अब कस्तो हुन्छ भन्ने थिएन, त्यतिखेर अनलाइन कसैले पनि गरेको थिएन फर्निचरको। ई कमर्स र नेपालमा भर्खरै फैलिएको सामाजिक सञ्जाललाई माध्यम बनाएर जुनसुकै व्यवसायको प्रचार गर्न खप्पिस लोकेन्द्रलाई बजारको माग अनुरूपका सेवा तथा वस्तुबारे खासै ज्ञान थिएन। त्यसैले उनी मान्छेलाई दैनिक जीवनमा नभई नहुने सेवा तथा वस्तु के रहेछन् भनेर आफ्नै घरलाई निहाल्न थाले। घरमा प्रयोग भएका सबै चिजमा आँखा डुलाउँदै गर्दा एउटा टेबुलमा उनका आँखा रोकिए। उनले टेबुलबाट आँखा हटाएर त्यस्तै अन्य वस्तु निहाल्न थाले। कुर्सी, दराज, पलङ, सोफा लगायत फर्निचरमा उनका आँखा नाच्न थाले। लोकेन्द्रलाई लाग्यो कि ओहो, यस्ता फर्निचर त हरेक मानिसका घरमा आवश्यक पो रहेछ। त्यो बेला फर्निचरको नेपाली बजार निकै ठुलो थियो, तर व्यवस्थित थिएन। गतिलो बजारीकरण पनि गरिँदैनथ्यो। सयौंको संख्यामा फर्निचर व्यवसाय सञ्चालनमा त थिए, तर धेरै जसो अव्यवस्थित। अझ ई कमर्स अर्थात् अनलाइन मार्फत फर्निचरको बजारीकरण बारे त कसैले सोच्नसम्म भ्याएको थिएन। यस्तोमा लोकेन्द्रले फर्निचरको नेपाली बजारबारे थप अध्ययन गर्न थाले। जब नेपाली फर्निचर बजारको आकारबारे थाहा पाए, त्यसपछि उनी झनै छक्क परे। 25 अर्बको भन्दा ठुलो नेपाली फर्निचर बजारमा सबैभन्दा धेरै सोफाको व्यापार फस्टाएको थाहा पाए। उनले यो पनि थाहा पाए कि सेकेन्ड ह्यान्ड बाहेक नेपालमा सोफै बन्दैनथे। अधिकांश भारतीय सोफाको भरमा नेपाली फर्निचर बजार टिकेको उनको जानकारीमा आयो। अब मैले चाहिँ गर्दाखेरि अलिक बेसिक निड टाइपकै बिजनेस गरौँ भन्ने सोच थियो मेरो। अब मान्छेहरूले घर बनायो, स्कुल बनायो, होटल बनायो भने चाहिने त फर्निचरै हो तपाईँलाई। बेसिकमा त्यतिखेर मार्केट रिसर्च गर्दा तपाईँको इन्डस्ट्री चाहिँ फर्निचर इन्डस्ट्री अलमोस्ट 20 बिलियन भन्दा माथिकै थियो नेपालमा। भारतबाटै बनेर आएका रेडिमेड सोफा बाहेक ग्राहकसँग छनौटको विकल्प पनि नभएको देखेपछि लोकेन्द्रले सोफा व्यवसाय गर्ने सोच बनाए। सुरुवातमा थोरै लगानीमा अरूकै सोरुमबाट खरिद गरेर अनलाइन माध्यमबाट बिक्री गर्ने ई कमर्स सञ्चालन गर्ने सोचले फर्निचर सोरुमहरू र कारखानाहरू डुल्न थाले। त्यसपछि उनले अर्को तथ्य फेला पारे। हरेक सोरुम र कारखानाको अवस्था सोचे भन्दा फरक देखे। 1-2वटा होइन, करिब 40-50 वटा फर्निचर सोरुमहरू र कारखानाहरूमा चक्कर लगाएका उनका लागि कसैले पनि व्यावसायिक फर्निचर बेच्न र उत्पादन गरिदिन तयार भएनन्। कारण सबै सोरुम र कारखानालाई आफ्नै माग पूरा गर्न भ्याइ नभ्याइको अवस्था थियो। उनका लागि सोफा उत्पादन गरिदिने फुर्सद कसैसँग थिएन। तब लोकेन्द्रको सोचमा एकाएक परिवर्तन आयो। उनलाई लाग्यो कि यति धेरै कारखानालाई फर्निचर उत्पादन गर्न भ्याइ नभ्याइ छ, मैले पनि छुट्टै कारखाना खोले कसो नचल्ला। त्यतिखेरसम्म फर्निचरको ई कमर्स थिएन। सो एउटा फेसबुक पेजबाट हामीले डिजाइनहरू राखेर त्यहाँबाट सुरु गरेको थियौँ। त्यतिखेर अब नयाँ डिजाइनको सोफाहरू थिएन, त्यो एउटा मार्केट ग्याप भयो। अर्को चाहिँ हामीले त्यसको अगाडि विभिन्न त्यतिखेर हामी प्रोड्युस गर्ने विचारमा थिएनौँ, अरूको फर्निचर लिने बेच्ने भन्ने सोचमा थियौँ। सो हामी 40-50 वटा फ्याक्ट्री सोरुम सबैमा गएर रिसर्च गऱ्यौँ। अब धेरै जसोमा चाहिँ हामी अर्डर भ्याइ नभ्याइ छ, धेरै नै छ भनेपछि त मार्केट रियल्ली छ। त्यसमाथि अहिलेसम्म कसैले नगरेको ई कमर्स अर्थात् अनलाइन व्यापारप्रति उनलाई थप विश्वास थियो। त्यसले उनको आत्मविश्वासलाई थप हौसला दियो। गाउँकै ध्रुव देवकोटाको एउटा फर्निचर कारखाना थियो। लोकेन्द्रले आफ्नो सोच उनैलाई सुनाए। ध्रुवले कारखाना नखोल्न बरु व्यापारका लागि चाहिने फर्निचर आफैले उत्पादन गरिदिने बताएपछि लोकेन्द्र सहकार्य गर्न तयार भए। उनले छुट्टै कारखाना खोल्नै परेन। अनि सुरु भयो नेपालकै पहिलो अनलाइन फर्निचर व्यवसाय अर्थात् फर्निचर हबको यात्रा। हामीले अनलाइनमा मार्केटिङ गर्थ्यौँ। त्यसपछि कसैले ल मलाई यस्तो सोफा चाहियो भनेर हाम्रो फोटो हेरेर उहाँहरूले अर्डर दिनुहुन्थ्यो। त्यसपछि घरमा गएर भाइहरूले मेजर गर्थ्यो। त्यसपछि मेरो गाउँकै चिनेको ध्रुव देवकोटा भन्ने दाइको चाहिँ फर्निचर थियो।
सो वहाँ गएर हामी अर्डर दिन्थ्यौँ, त्यो बनेपछि डेलिभरी नि हामी नै गर्थ्यौँ सर्टेन मार्जिन लिएर। अब फर्स्ट सेकेन्ड डेलिभरी हुँदा चाहिँ वाउ प्रफिट आयो नि त, यो गऱ्यो भने हुने रहेछ भनेर हामीले बिस्तारै अनि टिमलाई पनि पुस गऱ्यौँ। अनि फर्स्टमा हामीसित सोरुम थिएन, अनलाइन मात्रै थियो, सानो कोठाबाट सुरु गरेको थियौँ। उसो त लोकेन्द्रले एउटा सानो कोठाबाट फर्निचरको ई कमर्स अर्थात् फर्निचर हबको सुरुवात गरेका थिए। तर पहिलो बिक्रीले नै उनलाई हौस्याइदियो। पहिलो बिक्रीको एउटै प्रोडक्टबाट उनले 30,000 फाइदा कमाए। फर्स्ट सोफा बेच्दा चाहिँ अराउन्ड 30,000 जति चाहिँ हामीले त्यस मार्जिन रेभेन्यू जेनेरेट गरेको थियौँ आफ्नो लागि। त्यतिखेर सोफा चाहिँ धेरै इन्डियाबाट ल्याउने अथवा यता बनायो भने पुरानो डिजाइनको सोफाहरू मात्रै हुन्थ्यो, त्यसले चाहिँ मार्केटमा राम्रो काम गर्यो। सो हामीले अलमोस्ट 2-3 इयर्स चाहिँ सोफा मात्रै बेच्यौँ। बिस्तारै अनलाइनका माध्यमबाट ग्राहक जोडिने क्रम बढ्न थाल्यो, माग बढ्न थाल्यो। त्यति बेलासम्म फर्निचर हबको छुट्टै र व्यवस्थित सोरुम थिएन। सानो कोठा ई कमर्सको अफिस थियो, त्यहीँबाट ग्राहकसँग अनलाइन मार्फत समन्वय हुन्थ्यो। तर अनलाइनमा डिजाइन हेरेर चित्त नबुझ्ने ग्राहकहरू प्रत्यक्ष रूपमा फर्निचर हबका उत्पादन हेर्न आउन थाले। भव्य सोरुमको कल्पनामा आएका ग्राहकले नाक खुम्च्याउन थालेपछि उनलाई सोरुम खोल्न दबाब थपियो। धेरैले आउने, अफिसमा आउने, खै सोफै छैन भन्ने। त्यसपछि हामीलाई सोरुमको जरुरत भयो, त्यसपछि सानो सोरुम पनि खोल्यौँ। अनि त्यसपछि बिस्तारै फर्निचरको सोफाको कलेक्सनहरू पनि विभिन्न कलरका साइजका आउन थाले। अनि कस्टमरहरूले पनि सोरुमबाटै पर्चेस गर्न थाले। सो अनलाइन प्लस अफलाइन दुइटै भयो हाम्रो। त्यसपछि बिस्तारै ग्रो हुँदै गयो अनि टिम पनि ग्रो भयो। जस मजाकै थियो भनौँ त्यो चाहिँ। त्यसो त लोकेन्द्रले सोचे भन्दा पनि सकारात्मक रूपमा अनलाइनबाटै फर्निचर हबले व्यावसायिक उडान लिइरहेकै थियो। सँगसँगै अनेक खालका व्यावसायिक चुनौती र अप्ठ्यारा पनि थपिँदै गएका थिए। अराउन्ड 4-5 लाखबाट सुरु गरेको। डेलिभरी गर्न चाहिँ एकदम च्यालेन्जिङ। अब सानोमा भएन, अब तपाईँ कसैको 4 तला माथि हुने डोरीमा जुन्नाएर लानुपर्ने, त्यो एउटा समस्या थियो। अर्को चाहिँ अब कतिलाई चाहिँ सोफा मन पऱ्यो भने लगेपछि अब घरमा राखेपछि चाहिँ अलिकति लुक नमिल्यो भने फेरि रिटर्न गर्न खोज्ने कि त्यस्तो इस्युहरू पनि आएको थियो। अब त्यो बिस्तारै सल्भ गर्दै गयौँ हामीले। अनि मेन चुनौती भनेको चाहिँ तपाईँको बिचमा चाहिँ हामीले यो काम गर्ने स्किल म्यान पावर पाएन कि फ्याक्ट्री खोलेपछि। अहिले चाहिँ अब धेरै अब बाहिर इन्डियाबाट यताबाटै आएछन् होइन। नेपालमा चाहिँ स्किल म्यान पावरको अझै कमी छ फर्निचरमा। त्यही भएर मेरो विचारमा चाहिँ अब सिटिबिटी यस्तो संस्थाहरूले चाहिँ फर्निचर बनाउने कसैलाई ट्रेनिङ दियो भने चाहिँ यसमा राम्रो स्कोप छ। साना ठुला व्यावसायिक चुनौती र उल्झनलाई सुल्झाउँदै नेपाली फर्निचर बजारलाई एउटा फरक आयाममा पुर्याउन तम्सिएका लोकेन्द्रले सफलता पनि सोही अनुपातमा हात पार्दै गए। सोरुम खोलेपछि अनलाइनको भन्दा भौतिक ग्राहकको संख्या बढ्न थाल्यो। बिस्तारै फर्निचर हबको सिको गर्दै फर्निचरका अन्य थुप्रै ई कमर्सहरूको उदय हुन थाल्यो। तैपनि नियमित ग्राहकको संख्या बढेसँगै लोकेन्द्रलाई फर्निचर हबको उत्पादन समेत बढाउनु पर्ने चुनौती थपियो। बालाजु औद्योगिक क्षेत्रमा नयाँ कारखाना र महाराजगञ्जमा नयाँ र फराकिलो सोरुम विस्तारको काम एकसाथ अघि बढाए। त्यति नै बेला कोभिड-19 को महामारी निम्तियो, जसले एकाएक फर्निचर हबको व्यावसायिक रफ्तारमा पनि ब्रेक लगाइदियो। चुनौतीहरू एउटा त कोभिडको अब सबैलाई भएको, त्यतिखेर चाहिँ धेरै नै च्यालेन्जिङ थियो। हामीले भर्खर नयाँ सोरुम यो पनि सेटअप गर्दै थियौँ, फ्याक्ट्री पनि सेटअप हुँदै थियो, त्यो बेला एकदमै च्यालेन्जिङ थियो। कोरोना कालको केही समय निकै चुनौतीपूर्ण भए पनि ई कमर्स मार्फत भौतिक उपस्थिति बिनै पनि फर्निचर हबसँग ग्राहक जोडिँदै जाँदा बिस्तारै व्यवसाय लयमा फर्कँदै गयो। बालाजुको कारखाना सञ्चालनमा आयो। महाराजगञ्जमा पनि भव्य र फराकिलो सोरुम खुल्यो, जहाँ लोकेन्द्रको टिमले ग्राहकले खोजेर रोजेको किसिम किसिमका फर्निचरको कलेक्सन एउटै छानामुनि पस्किए। हामीले चाहिँ मेनली अब कस्टमाइज गर्ने वान अफ द हामी नै हो। तपाईँको नेपालको मार्केट हेर्नुहुन्छ नि, मलाई यस्तो चाहियो भनेर कस्टमाइज हामीले दिन्छौँ। त्यो भएर भन्दाखेरि ए टु जेडैसम्म फर्निचर हामीले बनाउँछौँ। अब तपाईँलाई लो बजेट चाहियो कि हाई बजेट चाहियो कि मिडल बजेट चाहियो कि सबै किसिमको बनाइन्छ हामीले। त्यो भएर अब मेनली हामीले बेच्ने चाहिँ सोफा, पलङ भयो, अनि मोडुलर फर्निचर अहिले चाहिँ मेनली हामीले फोकस गरिरहेको। अब मोडुलर किचन, मोडुलर डेस्क, टेबल, मोडुलर फर्निचर भनौँ न अहिले चाहिँ। त्यो अराउन्ड अब तपाईँको सिजन पनि हुन्छ सर, अब बिहाको सिजन अथवा फेस्टिभ सिजन केही पऱ्यो भने त्यतिखेर अलिक म्यासिभै आउँछ ग्राहक। अब जेनरली भन्दा 200 देखि 300 जना रिटेल कस्टमर हुन्छ। अब अर्को हाम्रो B2B बिजनेस पनि छ, फ्याक्ट्रीबाट डाइरेक्ट सोरुमहरूलाई सप्लाई, अनि अब ठुल्ठुलो प्रोजेक्टहरूलाई सप्लाई। अब तिनीहरू चाहिँ छुट्टै भयो त्यो बाहेक।
रिटेल कस्टमर चाहिँ 300 जति भन्नु न महिनामा। ग्राहक त अब हाम्रो जो पनि बन्न सक्नुहुन्छ। हाम्रो प्रोडक्ट भनेको तपाईँको 1000 रुपियाँदेखि लाखौँ पर्ने प्रोडक्टहरू छन्। तर हाम्रो मेन टार्गेट भनेको चाहिँ मिडल क्लास अडियन्स। हाम्रो टार्गेट चाहिँ अब धेरै महँगो पनि होइन, धेरै सस्तो पनि होइन, हाई क्वालिटीमा मिडल क्लासले एफोर्ड गर्न सक्ने गरेर हामीले त्यसको लागि चाहिँ फर्निचरहरू बनाएको छौँ। हाल अनलाइन बालाजु कारखाना र महाराजगञ्ज सोरुमबाट समेत फर्निचर हबसँग सयौं ग्राहक जोडिएका छन्। त्यति मात्र होइन, B2B मोडलमा कारखानाबाटै अन्य कम्पनी तथा सोरुमहरूलाई समेत फर्निचर सप्लाई गर्दै फर्निचर हबका उत्पादन नेपालसँगै भारत र भुटानसम्म पुग्ने गरेको लोकेन्द्र सुनाउँछन्। हजुरको हाम्रो मेनली त अब नेपालभरि नै जान्छ प्रोडक्टहरू। मोस्टली त अब काठमाडौँमै जान्छ, हामी भ्यालीमा बेस भएर। नत्र अब चितवन, बुटोल, दाङ, यता पोखरा यहाँ पनि हामीले कार्गो गरिदिइरहन्छौँ, ट्रकमा हालेर पठाउने। अनि अब विदेशको लागि चाहिँ खासै त्यस्तो भएको छैन। एउटा दुईवटा सप्लाई इन्डिया अनि भुटानमा पठाउँछौँ। अनि अर्को राम्रो भनेको चाहिँ नेपालकै अब सोलुखुम्बुतिर होटलहरू बनाउँदा त्यहाँ पनि लानुभएको थियो, हेलिकप्टरमै हालेर लानुभयो। त्यो चाहिँ अलिक मजै आउँदो रहेछ त्यतिखेर जाँदा। अब तपाईँहरूले सोरुम भिजिट गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो महाराजगञ्ज चप्पल कारखाना चोक नजिकै ठ्याक्कै सोरुम छ, त्यहाँ आएर तपाईँहरूले लिन सक्नुभयो। अब फ्याक्ट्रीमा गएर लिन चाहनुहुन्छ भने बालाजु औद्योगिक क्षेत्रभित्र छ हाम्रो फ्याक्ट्री, त्यहाँ गएर पनि लिन सक्नुहुन्छ। अनि अनलाइन अर्डर गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो e-कमर्स वेबसाइट छ, सम्भवतः नेपालको फर्स्टै होला फर्निचरको स्टोर, furniturehub.com.nb मा लगइन गरेर हजुरले अनलाइन चेकआउट गरेर अझै डिस्काउन्ट सहित लिन सक्नुहुन्छ। माग अत्यधिक रहे पनि फर्निचरका लागि चाहिने काठ, कपडादेखि काँटीसम्मको अभाव भने झेलिरहनु परेको लोकेन्द्रको गुनासो छ। त्यससँगै काठमाडौँ उपत्यका बाहिरका जिल्लाको माग पूर्ति गर्न सबैभन्दा ठुलो चुनौती छ। खास गरी भौतिक रूपमा विकट भेगबाट समेत पछिल्लो समय माग बढे पनि त्यो आपूर्ति गर्न मुस्किल भइरहेको उनी बताउँछन्। कच्चा पदार्थमा उड त धेरै हामीले नेपालमै किन्छौँ, साल, सिसोहरू, प्लाईहरू होइन। अनि अब यो कपडाहरू चाहिँ नेपालमा नबन्ने भएर इन्डियाबाटै ल्याउँछौँ। यो चाहिँ कच्चा पदार्थ त्यो भयो। अब किल्ला काँटीहरू पनि धेरै नेपालमा छैन, त्यो पनि इन्डिया, जर्मन। एउटा चाहिँ अझै पनि हामीले डेलिभरीको समस्या, अब टाढा टाढा पठाउनु पऱ्यो भने त्यो एउटा ग्याप छ। अब त्यसलाई पुरा गर्न हामी सोचिरहेछौँ, अलिअलि सकेका छैन। अनि अर्को चाहिँ अनलाइनमा चेकआउट गर्ने चाहिँ अझै कमै छ मान्छेको। फर्निचर भनेपछि छोएरै गर्नुपर्ने, त्यो ट्रस्ट बिल्ड भइसकेको छैन मान्छेलाई। आएर सोरुममा फिलै गर्नुपर्ने छ, अब त्यो ट्रस्टलाई पनि बिल्ड गर्दै जानुपर्ने छ। त्यो दुईवटा ग्याप छ मैले देखेको चाहिँ। अनि थर्ड भनेको चाहिँ अब गभर्मेन्टबाट फर्निचर क्षेत्र अलि त्यति योगदान त्यति कमै देखिन्छ गभर्मेन्टको। जस्तो काठ किन्न पऱ्यो भने निकै गाह्रो छ नेपालमा। तपाईँले सिधीमिधी सालको काठहरू यताउता त सजिलै पाउनुहुन्न नि त। भाउ नेपालभरि सालको काठ कुहिएर गएको छ, तर हामीले चाहिँ धेरै महँगोमा किनिरहेको छौँ कि अहिले। त्यसलाई युज गर्न सक्यो भने नि सस्तोमा आयो। अनि अर्को चाहिँ सार्वजनिक टेन्डर आह्वान गरेर फर्निचर सेलका क्षेत्रमा काम गर्ने मित्रहरूलाई टेन्डर आह्वान गरिदियो भने त हामीले अर्को मित्रले कसैले लिन सक्छ कुहिएर जानुभन्दा त। त्यो एउटा भयो। अर्को चाहिँ अब तीको लोकललाई बेच्न दियो भने पनि कम्युनिटीलाई, उनीहरूलाई पनि प्रफिट भयो। हामीले पनि अब कहिलेकाहीँ त काठ नपुगेर बाहिरबाट इम्पोर्ट गर्नुपर्ने हुन्छ, त्यो बाध्यता पनि हट्यो नि त तपाईँको। त्यसमा चाहिँ गभर्मेन्टले केही गर्न सक्छ। अर्को चाहिँ स्कुलहरूमा अब मोबाइल बनाउने, अरू तालिम जस्तै फर्निचर बनाउने पनि तालिम राख्यो भने त्यसले पनि निकै राम्रो भविष्य फ्युचरमा राम्रो कदम हुनसक्छ जस्तो लाग्छ मलाई। हजुर हजुर, जस्तो अहिले हाम्रो फ्याक्ट्रीमा हेर्नु भने झन्डै 70% मान्छे इन्डिया, बङ्गलादेश त्यताबाट काम गर्ने छ। अब त्यो त नेपालको भयो भने त यिनीले रोजगार पायो, प्लस सिप भयो, उसले आफ्नै गाउँमा गएर पनि काम गर्न सक्यो, अथवा अरू कसैको पनि काम गर्न सक्यो, अथवा विदेशै गए पनि बेटर हुन्छ उसलाई। हाल फर्निचर हबका माध्यमले 100 भन्दा बढीलाई रोजगारी दिइरहेका लोकेन्द्र आज काठमाडौँ उपत्यकासँगै देशभर खुलेका थुप्रै फर्निचरको ई-कमर्स देख्दा झनै सन्तोष मान्छन्। उनी भन्छन्, आज हामी नेपाली फर्निचर बजारमा गुणस्तर, उत्पादन र सेल्स सबै हिसाबले नम्बर 1 ब्रान्डका रूपमा छौँ। यो ठुलो सन्तोषको कुरा हो। हाम्रो योजना चाहिँ अब प्रोडक्सनलाई पनि बढाउने छ अलि, किन भन्दा अब सिजनमा दसैँको बेलामा आफ्नो प्रोडक्सन हामीलाई नै पुग्दैन होइन। सो अहिले चाहिँ हाम्रो दिउँसो मात्रै रन हुन्छ फ्याक्ट्री। यदि कामदारहरू पायो, स्किल कामदारहरू पायो भने चाहिँ नाइट सिफ्ट पनि गराउने, सकेसम्म धेरै प्रोडक्सन गर्ने। अब मार्केट चाहिँ अनलाइनलाई नै फोकस गरेर ई-कमर्स चाहिँ अब बिस्तारै त अनलाइनकै दुनियाँ हुन्छ, 5-10 वर्षमा चाहिँ ई-कमर्सलाई राम्रो बनाउने भन्ने छ भावी योजना चाहिँ। निकै नै उत्साहजनक छ पहिला भन्दा। अहिले किन भन्दा
तपाईँले फर्निचर सोरुम फ्याक्ट्रीहरू काठमाडौँतिर घुम्नुभयो भक्तपुरतिर घुम्नुभयो भने धेरै नै देखिन्छ, पहिला यति मात्रामा थिएन। अनि पहिला धेरै जसो यो सोफाहरू कार्भिङ गरेको सब इन्डियाबाट ल्याउँथ्यो, अहिले सबै नेपालमा धेरै बन्न थालेछ मेसिनहरू आएर। अनि हाम्रै सुरु गरेर मेरै गाउँका युवाहरू पनि 50% युवाहरू धन्नै फर्निचर फिल्डमा लागेका छन् अहिले। त्यो देख्दा चाहिँ धेरै राम्रो छ पहिलाभन्दा। यो केवल फर्निचरका माध्यमबाट लोकेन्द्रले हासिल गरेको सफलताको कथा मात्र होइन, तपाईँ हाम्रा लागि नेपालमै रहेका अनेकौं सम्भावनाका ढोका खोल्न सघाउने सूत्र समेत हो। आजलाई नेपालमै यति नै। अर्को श्रृङ्खलामा देखाउनेछौँ 26 वर्ष अगाडि काठमाडौँको मनमैजुमा 5 रोपनी जग्गामा 25वटा पानी ट्याङ्की उत्पादन गर्ने योजना बोकेर केही युवाहरूले सुरु गरेको नेपाल टपले तय गरेको अविश्वसनीय सफलताको कथा। एउटा कोठामा बसेर कोरिएको नेपाल टपको खाकाले कसरी सिङ्गो व्यावसायिक साम्राज्य फैलाउन सफल भयो, प्रतीक्षा गर्नुहोस्।